नमस्ते, वेलकम बैक टू माई आमाछरी रेसिपी च्यानल। आज म फेरि हजुरको माझ नयाँ रेसिपी लिएर आएको छु। पनिर र पुलाउको रेसिपी। एउटा भाँडामा मैले पनिरलाई लिएको छु, प्याज, गोलभेडा, लसुन, अदुवा र धनियालाई पनि काटेको छु। दुईटा जति आलुलाई एउटा कचौरामा बोइल गरेर लिइसके। सानो केराउलाई पनि मैले राखेको छु एउटा प्लेटमा अलिकति। यसको लागि एउटा कुकरमा मैले तोरीको तेललाई राखेको छु। स्म्यास मैले आलु अघि जुन उसिनेर राखेको छु त्यसलाई पनि स्म्यास गरिसके। अघि देखाएको पनिरको टुक्रालाई पनि मैले फ्राई गरेर राखिसकेको छु। एउटा कुकरमा मैले तेललाई राखिसकेको छु। तेललाई राम्रोसँग तात्न दिनुपर्ने हुन्छ। मैले तोरीको तेल लिएको छु। तेल जब राम्रोसँग तातिसक्छ त्यसमा मैले ज्वानो मेथीलाई फुराएको छु। ज्वानो मेथीलाई पनि अलिअलि रातो रातो हुने गरेर फुराउनु पर्ने हुन्छ। त्यसपछि मैले एउटा हरियो खुर्सानीलाई पनि फुराइसकेको छु। हरियो खुर्सानी राम्रोसँग फुरिसकेपछि मैले अघि काटेर राखेको प्याजलाई राखेको छु। प्याजलाई राम्रोसँग अलिअलि चलाउँदै जानुपर्ने हुन्छ रातो रातो हुने गरेर। त्यसलाई पनि एड गरेको छु। मैले सानो केराउला पनि यसमा राख्न गइरहेको छु। सानो केराउला पनि राखिसके। सानो केराउ पनि भुटिसकेपछि गोलभेडालाई राख्नुपर्ने हुन्छ। गोलभेडालाई मैले राखेँ यसमा। एकछिनसम्म बिस्तारै चलाउँदै जानुपर्ने हुन्छ। राम्रोसँग चलाउँदै जानु होला। त्यसपछि मैले अलिकति बेसारलाई पनि राखेको छु। आधा चम्चा जति बेसार लिएकी छु। राख्न गइरहेको छु। नुन आफ्नो आवश्यकता अनुसार राख्नु होला। नुन र बेसार राखिसकेपछि मैले अदुवा लसुनको अघि काटेर राखेकोलाई पनि राखेको छु। राम्रोसँग चलाउनु होला। त्यसपछि अघि उसिनेर राखेको आलुलाई पनि त्यसैमा मैले एड गरेको छु। एकचोटि मजाले चलाउनु होला। आलुलाई अलिअलि खुर्दा पनि हुन्छ। राम्रोसँग चलाउँदै गइसकेपछि मैले त्यसमा अलिकति जिरालाई पनि माथिबाट राखेको छु। जिरा राखिसकेपछि एकचोटि त्यसलाई नचलाइकन राख्नु होला। किनभने जिरा हालेपछि चलायो भने गनाउने सम्भावना हुन्छ। मैले खुर्सानीलाई पनि अलिकति एड गरेको छु। कति खुर्सानी खानुहुन्छ त्यही अनुसार हजुरले खुर्सानी राख्न सक्नुहुन्छ। अलिकति माथिबाट फेरि गरम मसलालाई पनि एड गरेको छु। बिस्तारै चलाउँदै जानुपर्ने हुन्छ। राम्रोसँग चलाइसकेपछि अलिअलि खुनिसकेपछि मैले अलिकति तातो पानीलाई एउटा कचौरामा लिएर त्यसैमा राखेको छु। एकचोटि राम्रोसँग फेरि चलाउनु होला। र अघि जुन मैले फ्राई गरेर राखेको पनिर छ त्यसलाई माथिबाट राखिदिएको छु। हेर्दाखेरि नै एकदम राम्रो कलर देखिएको छ। अब यसलाई कुकरको सिटी बन्द गर्न सक्नुहुन्छ र 2-3 सिटी लगाएर झिक्न सक्नुहुन्छ हजुरले। 2-3 सिटी लागेपछि यो कचौरामा निकाल्दा यस्तो देखियो। हेर्दा नै खाउँ खाउँ देखिएको छ। एकचोटि अवश्य ट्राई गर्नु होला। मैले माथिबाट हरियो धनियालाई पनि राखिदिएको छु। हरियो धनियाले राम्रो स्मेल र फ्लेभर पनि दिन्छ। पनिर त अलरेडी हजुरको तयार भइ नै सक्यो। पुलाउको लागि चाहिँ मैले एउटा भाँडामा पानीमा तेजपत्ता, ल्वाङ, सुकमेल राखेको छु र एउटा भाँडामा चामललाई अघि नै भिजाएर राखेको छु। उम्लेको पानीलाई एउटा कचौरामा पनि राखिसके। आफ्नो आवश्यकता अनुसार घिउलाई राख्नु होला। त्यसपछि भिजेर राखेको चामललाई मैले यहाँ राखेँ। चामल चाहिँ 2-3 घण्टा भिजाएर राख्न सक्नुहुन्छ। चामल भिजिसकेपछि एकचोटि राम्रोसँग चलाउनु होला र अलिकति नुन पनि राखिदिनु होला। नुनले चाहिँ राम्रो फ्लेभर दिन्छ। अघि तताएर राखेको पानीलाई जुन मैले मसलाको पानी छ, तेजपत्ता, ल्वाङ, सुकमेलको जुन पानी छ त्यसलाई माथिबाट राखिदिएँ। एकचोटि चलाउनु होला राम्रोसँग। चलाएपछि कुकरको सिटी बन्द गरिदिन सक्नुहुन्छ। अलिअलि उम्लिन लागेपछि 2 सिटी लगाएर निकाल्न सक्नुहुन्छ यसलाई। र एउटा प्लेटमा यसरी सर्भ गर्न सक्नुहुन्छ। यसरी बनाएर अवश्य खानु होला। यदि हजुरलाई मेरो रेसिपी मन पर्यो भने अवश्य बनाउनु होला। यदि नयाँ च्यानलमा हेर्दै हुनुहुन्छ मेरो रेसिपी भनेदेखि मेरो च्यानललाई लाइक, कमेन्ट, सेयर र सब्सक्राइब अवश्य गरिदिनु होला। यति भन्दै आजको भिडियोलाई म यहीँ एन्ड गर्दैछु। हजुरको समय शुभ रहोस्।